दिउँसोको मध्याह टाइममा हामी यहाँदेखि प्रस्थान गर्छौँ जलजला जाने भनेर। जाँदा जाँदै बाटोमा पानी पर्छ अनि हामी बाटो खन्दै अगाडि बढिरहेका हुन्छौँ। हामी चढेको बाइक माथि लैजान नसक्ने भएर बाटोमै रोकेर गाडीमा जान्छौँ। जाँदा जाँदै बाटोमा कुहिरोले ढकमक्क आएको हुन्छ, बाटो कहीँ देख्दैन। बर्खाको टाइम पानी, त्यहाँदेखि बाटो अप्ठ्यारो भइसकेपछि हामी माथि जान नसक्ने अवस्था, गाडी जान नसक्ने अवस्था भइसकेपछि यसरी हाम्रो पैदल यात्रा सुरु हुन्छ। पानी परेको टाइम, हिलो, त्यो थकान अनि चारैतिर कुहिरोले ढकमक्क परेको त्यो जङ्गल अनि हामीले आफ्नो ब्याग बोक्छौँ अनि गन्तव्यतिर लागेका हुन्छौँ। गन्तव्य जाँदा जाँदै बिच बाटोमा एउटा दुःखद खबर आउँछ। जलजला जाँदै गरेको गाडी बाटोबाट खस्छ। हामी त्यहाँदेखि पनि जान्छौँ अनि जाने बेला त्यो घटनास्थलमा पुगेर हामी त्यो घटेको घटनाको रेस्क्यु गर्नको लागि हामी त्यो स्थानमा पुग्छौँ। त्यो स्थानमा जाँदा त्यहाँ एकदम दुःखद हुन्छ कि सबैजनाको डेथ भइसकेको हुन्छ। हामी उद्धार कार्यमा लागिरहन्छौँ। रात 9 बजेसम्म उद्धार गर्दा गर्दै रातको 9 बज्छ। धेरै गाह्रो हुन्छ, पानी परिरहेको हुन्छ, कुहिरोले ढकमक्क ढाकेको। त्यसपछि हामीले सबै डेड बडीहरू एक ठाउँ कलेक्सन गर्छौँ। त्यसपछि आज रेस्क्यु गर्न नसक्ने भएर हामी